आज सोल्टिनलाई जेलमा हाल्दा 81 फरार। कुरा चाहिँ के भने मामा र म असैलाई रेबिजको सुई हाल्न गथेँ। त्यहाँ फेरि त्यो दबाई नरहेछ अनि बाहिरबाट किनेर म चाहिँ लागे भेटनरीतिर। त्यसपछि सोल्टिनलाई च्याप्प समातेर सुई पनि हालिदिइहाल्नु भयो। त्यति मात्र हो र नम्बर पनि दिनुभएको थियो है गाइस, फोन नम्बर होइन नि बिल नम्बर। काम पनि धेरै नै थियो। सोल्टिन त 81 गायब कता गइसिन् भनेको धन्न साथीसँग भेटघाट गर्न गइरहेछिन्। अनि त्यसलाई घर छोडेर हामी चाहिँ सिधै लाग्यो बाइकको इन्सुरेन्स गर्न चिप्लेढुङ्गातिर। पुग्न चाहिँ पुग्यो, धेरै पछाडि हात्ती दिएको पर्समा त्यही पनि दिन पर्दा त सास नै फुस्केला जस्तो भयो के। तिम्रै झल्कोले मुटु कटकै। फाइनली यताको काम पनि सक्यो अनि हामी लाग्यो आइसक्रिम खान। मामा फेरि आउन बाजेन, सुरु अलि ढिलो खानु न त मामा भनेको मैले कति बेला भ्याएँ थाहा नै पाइन के। त्यसपछि हाम्रो अन्तिम काम घोडा सोडा बनाउन पनि दियौँ अनि हामी चाहिँ लाग्यौँ 7 समुद्र पार गरेर मामाको साथीको होटलतिर खाजा खान। आउन पाछेन दाइले फेरि चाउमिन बनाउँछु भन्नुभयो। लक्क नि दाइ बनाउनु न त भनेको दाइले फेरि आकाशै माथि पुग्ला जसरी चाउमिन नि बनाउनु भयो। जे भए पनि चाउमिन चाहिँ मिठो थियो है गाइज। अनि हाम्रो चाहिँ दिन यस्तै भयो। हजुरहरूको चाहिँ कस्तो भयो यसो कमेन्ट गर्नु होला एन्ड बाई।